हाम्रो छोरीलाई घुमाउने हो के त्यही भएर हामीलाई हामी सबैजना साथीहरू मिलेर लन्डन घुम्नु गएको होइन अनि टिकटक बनाउने मात्रै हो लुगा बोकेर आउनुभएको साडीहरू खानेकुराहरू खानेकुरा सबैलाई नमस्ते अनि यो 16 अप्रिल 2016 है 16 होइन 26 हामी बोलेको सब डिलिट गर्नु राम्रो छैन कि त्यहाँ देखाउनुलाई नहाल्छ उसले हाल्छ 2026 अप्रिल 22 दिदी आन्टीहरूसँग घुम्नलाई हामी सानो पऱ्यो हामी ग्रिनवेज लन्डन ग्रिनवेज जाँदैछौँ अनि क्यामेराम्यान चाहिँ हाम्रो छोरी खानेकुरा मिठो मिठो पकाएको छ अरे मैले चाहिँ मिठो चिया बनाएर ल्याएको छु अनि हामी त्यो चिया खाने अहिले चाहिँ हाम्रो अन्जना आन्टीले यो बुल्फी भन्ने एउटा इनर्जी ड्रिङ्क लिएर हामी सबैलाई खुवाइरहेको छ यो खुवाएर चाहिँ भरे हामीलाई उखार्ने होला सायद तर म चाहिँ उफ्रिन सक्दिनँ भन्ने मेरो चाहना मेरो ब्याग चाहिँ जानका त हेर्न लड्की ओ लड्की यसो देखाउन लेदरको ज्याकेट आज ट्रेन छुटेर कस्तो फिल भइरहेछ हजुरलाई कस्तो दुःख लागिरहेछ नि हेर न अब ट्रेन पर्खिँदा भनिसक्यो त्यो प्लेसमा कहिले पुग्ने कहिले फर्किने ट्रेन कन्फ्युज भएर चाहिँ हामी आज पुर्ने अवस्थामा परिरहेछौँ है हामीहरू यहाँ कुरिरहेछौँ हामी ट्रेन हामी ट्रेन कुरिरहेको नि कतिखेर आउँछ कति बजीसम्म अरे आउने कतिखेर आउने अरे 12:02 अब धेरै छैन 13 मिनेट अनि यहाँ बस्छौँ यहाँ चढियो जाडो बल्ल बल्ल हामीहरू आइपुग्यौँ है यहाँ खोज्दा खोज्दै मम्सहरूलाई ल्याएर भनेर आउँदा त मम्सहरूलाई लिएर आइपुग्यो है छोरीले धन्यवाद भनेको त छोरीले पो ल्याउनै परेको यहाँ चाहिँ अब चिया खाने बल्ल सुरु फर्स्ट अब यो चिया खाने कार्यक्रम हुँदैछ अब चियाबाट सुरु भयो अब अलिक माथि डाँडामा पुगेपछि चाहिँ के हुन्छ झोलातिर के निस्किने हो थाहा छैन चिया खाने ब्रेकै यो चाहिँ आयो चिया आयो चिया खानु पाएर खुसी भएको मनुको चिया आयो मनुले बनाएको चिया आयो भयो मलाई चाहिएन मनुको हातको चेरी ब्लसम पनि भुइँमा रुख मात्र बाँकी रहेछ बसेर खाने हो फुलेर आएको फुलेर रहेन रहेछ लागिसक्यो म पनि हिँडिहाल्छु 17 मिनट हिँडिसकेपछि हामी यहाँ रेस्ट गर्दैछौँ अब यहाँ आइपुग्यौँ रेस्ट गऱ्यौँ एक्सरसाइज गराउने जिउलाई रेस्ट गराउने जाडो यहाँ के लिएर आउनुभएछ हामीले के हो बटर मात्रै हो यसमा बटर मात्रै छ यो लगाएर उड्ने ल ठिक छ कतिखेर इनर्जी घट्छ त्यतिखेर मसँग सम्पर्क गर्नु होला अब के ल्याउनु भएको छ अब यहाँ घरदेखि अब यहाँ हामीले चाहिँ यसरी घरदेखि बनाइलिएर आएको है सबै जाडो भयो छ
हरिहरको देशमा बस्छ अरे नि माया होइन हरिहरको देशमा बस्छ अरे नि तिते त्यो डोलो तिते हो ए हामी सब अब चाहिँ फर्केको हजुर यहाँ हाम्रो आन्टी चाहिँ डान्स गर्दै हुनुहुन्छ हजुर आज चाहिँ एकदमै राम्रो मौसम तर मौसमले पनि एकदम साथ दिएको सूर्यले पनि साथ दिएको तर हावा चलिरहेछ है कपाल उडाएर उडाएर त्यो पनि एउटा स्टाइल हो आज जसो तसो गरेर आज घुम्यो खोज्दै खोज्दै भए पनि होइन घुमेर अब चाहिँ हामीहरू फर्केको आज स्ट्राइक भएको कारणले गर्दाखेरि थोरै कन्फ्युजन भएर सबैजना उहाँहरू पहिला आइसक्नु भएको तर पनि उहाँहरू कन्फ्युज हुनु भएर फेरि म्याप फेरेर हाम्रै फल्ट हुन्छ मलाई चाहिँ साह्रै टाउको दुख्यो चिसो हावाले त्यही भएर पानी पनि धेरै नखाएर आज है भ्लग बनाउनेको चक्करमा पानी नै खान बिर्सेछु र यहाँ पिउन बिर्सेर यहाँ सल यहाँ ओढिरहेछु अहिले चाहिँ यस्तो टन्टा नपुर घाम लागिरहेछ त्यही पनि म यहाँ यस्तो ओढिरहेछु डल्ला पाउँछ कि भनेर आएको दिनको डल्ला हातमुख जोड्नै पो गाह्रो होइन गाह्रो ट्रेन कुर्दै हुनुहुन्छ है यहाँ चाहिँ भुइँतिर त केही थिएन मैले हेर्नु त हेरेको ट्रेन कुरै हुँदैछ ट्रेन पर्खेको नानी अब कतिखेर आएर जानु भनेर Here comes the sun, doo-doo-doo-doo. Here comes the sun. I say it's